दर्शकलाई नमस्कार। आज तमुदी दक्षिण कोरियाले वनभोज कार्यक्रममा राखिएको छ। कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हामी आजको यस वनभोज कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दै हामी सबैजना यसरी कार्यक्रमको पूर्व तयारीमा छौँ। सबैजनालाई समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सम्पूर्णमा छ्याजालो नमस्कार। आज जुन 7 तारिक कोरियावासी तमुहरूको गौरवशाली साझा संस्था तमुदी दक्षिण कोरियाले विगतको वर्षहरूमा जस्तै गर्दै आएको यो वनभोज कार्यक्रम अथवा सेवाकै कार्यक्रम 2025 केही समयपछि हामीले आयोजना गरेका छौँ। विशेष गरेर गुरुङहरूको यो परम्परागत हिसाबले पहिल्यैदेखि नै चलिआएको यो सेवाकै खाने चलन हामीले यो परदेशको भूमिमा पनि आएर हाम्रो आफ्नो संस्कार र संस्कृतिलाई सकेसम्म जगेर्ना गर्नुपर्छ भन्ने हेतु उद्देश्य र दक्षिण कोरियाको कामको हरेक दिनको कामको थकान काम गर्दै जाँदाखेरिको विभिन्न स्ट्रेसहरू सबैलाई फुकाएर मनोरञ्जन गर्ने साथै हाम्रो नेपाली तमुहरू मात्रै गुरुङहरू मात्रै नभएर नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैसँग भातृत्वको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो। आज अहिले हामी त्यसकै सिलसिलामा यो वनभोज कार्यक्रमको स्थलमा आइसकेका छौँ। तयारी पनि लगभग भइसकेको छ र हाम्रो पिकनिकमा आउनको लागि सौल थोङदिमुनको 4 नम्बर गेटबाट 2वटा बस आउने क्रममा छ। हाम्रो यो वनभोज कार्यक्रम आज र भोलि यो वनभोजकै सिलसिलामा हामीले गुरुङहरूको पुरानो खेल छेलो पनि हामीले समावेश गरेका छौँ। नमस्ते सम्पूर्णमा। आज हुन गइरहेको वनभोज कार्यक्रममा सबैजना पहिलो बस त छुटिसकेको छ। अहिले अब दोस्रो बस 8 बजेतिर छुट्ने कुरा छ। सबैजना समय मिलाएर आइदिनु होला। धन्यवाद। नमस्ते, म तमुदी दक्षिण कोरियाको कार्यालय सचिव सबनम गुरुङ। आज जुन 7 गते हाम्रो तमुदी दक्षिण कोरियाको आयोजनामा भव्य एकदमै रमाइलो पिकनिकको सुरु हुँदैछ। सबैजना आउनु होला। मिठो मिठो खाना पाकिरहेको छ। सबैजना रोदी नाच्नुपर्छ। सबैलाई स्वागत छ। सम्पूर्णमा नमस्कार। यो तमुदी दक्षिण कोरियाद्वारा आयोजना गरेको यो रमाइलो वनभोज कार्यक्रमको यो हामी फेन्सनमा छौँ। यो वनभोज स्थलमा जति पनि अब आउन लाग्नुभएका सम्पूर्ण हाम्रा अतिथि भन्न चाहन्छु, हाम्रो पाहुना भन्न चाहन्छु। यहाँ उहाँ जतिजना हाम्रो तोङदेमुनमा रेडी हुनुभएको छ, तपाईँहरू सम्पूर्णलाई हामी स्वागत गर्न आतुर छौँ। यहाँ हामीले वनभोजको लागि अन्तिम तयारीमा जुटिराखेका छौँ। हाम्रो अध्यक्षज्यू हुनुहुन्छ, रोटी बनाउँदै हुनुहुन्छ, अन्य साथीहरूले भित्र खानाको परिकारहरू बनाउँदै हुनुहुन्छ र थुप्रै हाम्रा तमुदीका संस्थाको चाहिँ पदाधिकारी अग्रजज्यूहरू चाहिँ यहाँ सबैजना चाहिँ तयारीमा जुट्नु भएको छ। हामी तपाईँहरूको स्वागतको लागि आतुर छौँ। सबैजना रमाइलोका साथ सुरक्षित तरिकाले आउनुहोला। नमस्ते सबैजनालाई। आज चाहिँ तमुदी दक्षिण कोरियाको केन्द्रीय समिति एउटा वनभोज कार्यक्रम हो, सधैँ गरिरहने रमाइलो गर्ने एउटा माध्यम हो। यो विदेशको ठाउँमा सबैजना भाइचारा एउटा परिवार भेट्ने कार्यक्रम हो। त्यही हो, सबैजना एकदम वेलकम छ भन्न चाहन्छु। नमस्ते सबैमा। आज तमुदी कोरियाले गर्न लागेको वनभोज कार्यक्रम, जसलाई गुरुङ भाषामा सेवाकै भन्छ, त्यो कार्यक्रममा सबैलाई स्वागत छ र आउनुभएको सबैलाई शुभकामना दिन चाहन्छु। हामीले प्रत्येक वर्ष
भन्नाले गुरुङहरूले प्रत्येक वर्ष यसरी चौकै वनभोज कार्यक्रम गरिरहेको छ र सबैलाई राम्रोसँग रमाइलो गरेर आफ्नो ठाउँमा भोलिपल्ट चाहिँ राम्रो जानुहोला भन्ने अनुरोध गर्न चाहन्छु भन्दै सबैलाई शुभकामना र रमाइलो गर्नु भन्ने म अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद। नमस्कार। आज हामी तमुदी दक्षिण कोरियाको पिकनिकमा छौँ। वृहत रमाइलो वनभोज कार्यक्रममा यो जुन यो आजको यो कार्यक्रमलाई हामीले बोलाएर यो मिठो खानासहित मनोरञ्जन कार्यक्रम पनि भएको कारणले गर्दाखेरि र सबै धेरै साथीहरूको भेटघाट हुने एउटा माहौल पनि मिलाइदिएको हुनाले यो तमुदीप्रति हार्दिक धन्यवाद दिन चाहन्छु र यो भव्य ढङ्गले यो चाहिँ पिकनिक भव्य ढङ्गले सफल होस् र आउँदा दिनमा पनि यो तमुदी दक्षिण कोरियाले यस्ता गतिविधिहरू गर्दै जाओस् भन्न चाहन्छु।
आज तमोरको यो पुरानो चलन स्योकै खाने चलन हामी विदेशमा परदेशमा आएर पनि मनाउने कोसिस गरेका छौँ। कोरियामा रहनुभएका तमु दाजुभाइ तमु लगायत गैर तमु दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णलाई समेटेर हाम्रो यो संस्कारलाई थोरै भए पनि जगेर्न गर्ने कोसिसका साथ आज बृहत वनभोज तथा स्योकै कार्यक्रम 2025 आयोजना गरेका छौँ। सम्म उपस्थित हुनुभएको सम्पूर्ण महानुभावहरूमा विभिन्न संस्थाबाट पाल्नुभएका सम्पूर्ण प्रतिनिधि अध्यक्ष लगायत प्रतिनिधिज्यूहरूमा हार्दिक स्वागत गर्दै आजको यो कार्यक्रमलाई म अगाडि बढाउने क्रममा रहेको छु। सम्पूर्णमा स्वीकार्नुहोला मेरो हार्दिक नमस्कार स्वागत छ। हामीले यो औपचारिक कार्यक्रमलाई निश्चित तालिका बनाएर अगाडि बढ्ने भनेर कोसिस गर्दा गर्दै पनि विविध कारणले गर्दाखेरि ढिलो भइरहेको छ। म तसर्थ केही पनि कति पनि ढिलो नगरिकन आजको यो औपचारिक कार्यक्रमलाई अगाडि बढाउने क्रममा गइरहेको छु। औपचारिक कार्यक्रम गर्ने क्रममा यहाँहरू सबैलाई अवगत भएकै हो र यो औपचारिक कार्यक्रमको अध्यक्षता ग्रहण गरेर को निमित्त म आजको यो बृहत वनभोज कार्यक्रमलाई अगाडि बढाउनका लागि हाम्रो संस्थाको अध्यक्ष आदरणीय श्री रूपा गुरुङज्यूलाई औपचारिक कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनुको लागि म हार्दिक आग्रह गर्दछु। र आजको यो औपचारिक कार्यक्रमलाई अगाडि बढाउनका लागि पनि म उहाँसँग अनुमति दिन चाहन्छु। धन्यवाद छ, उहाँले मलाई औपचारिक कार्यक्रम सञ्चालनको लागि अनुमति दिइसक्नु भएको छ। अब भने आजको विशेष व्यक्तित्व हाम्रो औपचारिक कार्यक्रमको मात्रै नभएर आज हाम्रो यो बृहत वनभोज कार्यक्रमकै विशेष व्यक्तित्व प्रमुख अतिथि कोरियामा रहेका जातीय संस्थाहरूको छात्र सङ्गठन आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाका जुझारु युवा अध्यक्ष श्री विसन राईज्यू यहाँलाई आजको यस औपचारिक कार्यक्रमको प्रमुख अतिथिका ग्रहण गरिदिनका लागि म हार्दिक आग्रह गर्दछु। र हाम्रो स्वयंसेवक बहिनीहरूलाई उहाँलाई खाना र फुल दिएर स्वागत गरिदिनका लागि पनि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर हाम्रो यो आजको औपचारिक कार्यक्रमको सिलसिलामा संस्थाको संरक्षक परिषदका सदस्य हर्कमान गुरुङज्यू यहाँलाई आजको यस कार्यक्रमको विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनुको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर आजको यस कार्यक्रमको सिलसिला औपचारिक कार्यक्रममा एनआरएले आइसिसी महिला उपाध्यक्ष जोनो गुरुङज्यू उहाँलाई पनि हामीले विशेष अतिथिको रूपमा आमन्त्रित गरेका थियौँ, तैपनि उहाँको आजको विशेष समयले गर्दाखेरि उहाँ उपस्थित रहनु भएको छैन। उहाँलाई यहीँबाट सम्मान व्यक्त गर्दै विशेष अतिथिकै आसन ग्रहणलाई अगाडि बढाउने क्रममा एनआरएल दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङज्यू यहाँलाई पनि विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर विशेष अतिथिकै रूपमा आसन ग्रहण गरिदिनुका लागि म एनआरएल साउथ कोरिया दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङज्यू यहाँलाई पनि विशेष अतिथिकै रूपमा आसन ग्रहण गरिदिनुका लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर विशेष अतिथिको आसन ग्रहण गराउने क्रममा नेपाल सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षको उपस्थिति हामीले देखिरहेका छैनौँ। वरिष्ठ उपाध्यक्ष हर्क विष्टज्यू यहाँलाई पनि विशेष अतिथिको रूपमा आसन ग्रहण गर्नुको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर नेपाल पत्रकार महासङ्घ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काज्यू उहाँको पनि उपस्थिति देखेको छैन र जनजाति पत्रकार महासङ्घ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष उत्तम खोजुङज्यू
अथवा जनजाति पत्रकार महासङ्घबाट कोही पनि प्रतिनिधिज्यू उपस्थिति रहनुभएको छ भने उहाँलाई पनि विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर नेपाल बौद्ध परिवारको दक्षिण कोरियाको अध्यक्ष तुतुङ ग्याल्चे शेर्पाज्यू, उहाँको पनि उपस्थिति रहेको छैन। उहाँ नेपाल बौद्ध परिवारको तर्फबाट कार्य समितिको सदस्य रेशमलाल गुरुङज्यू, उहाँको प्रतिनिधि रहेको स्वीकार भएको छ। उहाँलाई पनि यहीँबाट अतिथिको आसन ग्रहण गरिदिनुको लागि आग्रह गर्दै विशेष अतिथिकै रूपमा संस्थाको प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष लेसन गुरुङज्यू, यहाँलाई पनि विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर तमोदी थेगु शाखाबाट उपाध्यक्ष कृष्ण गुरुङज्यूको उपस्थिति रहेको छ। यहाँलाई पनि विशेष अतिथिकै रूपमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक आग्रह गर्दछु। र अब भने अतिथिहरूको आसन ग्रहणकै क्रममा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको अध्यक्ष विनोद चौधरी लिम्बुज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर नेपाल मगर सङ्घ दक्षिण कोरियाको अध्यक्ष तुलबहादुर खड्गे मगरज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर जातीय संस्था नेपाल तामाङ हेदुङ दक्षिण कोरियाको अध्यक्ष राजकुमार स्याङतानज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक आग्रह गर्दछु। सबैजनाले ताली बजाएर सम्मान गरिदिनु होला। त्यस्तै गरेर थारू कल्याणकारी सभा दक्षिण कोरियाको निवर्तमान अध्यक्ष शिवशङ्कर महतो थारूज्यू, यहाँलाई पनि अतिथिकै रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। हाम्रो आजको यो कार्यक्रमलाई अगाडि बढाउने क्रममा अतिथिहरूको आसन ग्रहण गर्ने क्रममै छु र हाम्रो अतिथिहरूको आसन ग्रहण गर्ने क्रममा हाम्रो केन्द्रीय वरिष्ठ सल्लाहकार खमप्रसाद गुरुङज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर प्रितम गुरुङज्यू वरिष्ठ सल्लाहकार प्रितम गुरुङज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर अतिथिको आसन सल्लाहकारहरूको अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि सल्लाहकार विजय गुरुङज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर फुटबल महासङ्घको अध्यक्ष एवं हाम्रो खेलकुद परिषदको संयोजक पनि रहनुभएको सल्लाहकार कृष्ण गुरुङ प्रोज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर सल्लाहकार सन्तोष गुरुङज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर सल्लाहकार देवनारायण गुरुङज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक आग्रह गर्दछु। त्यस्तै सल्लाहकार पूर्ण बहादुर गुरुङज्यू, यहाँलाई पनि पूर्ण गुरुङज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर सल्लाहकार युवराज गुरुङज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनुको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर सल्लाहकार चित्र घले गुरुङज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नुको लागि हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर सल्लाहकार सञ्जय गुरुङज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नुको लागि म हार्दिक आग्रह गर्दछु। अब भने अतिथिको आसन ग्रहण गराउने क्रममै गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष एवं केन्द्रीय सल्लाहकार नरकुमार गुरुङज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक आग्रह गर्दछु। र अतिथिको आसन ग्रहण गराउने क्रममै प्रवासी नेपाली एकता मञ्च माओवादीको अध्यक्ष शुभराज बमजनज्यू, यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक आग्रह गर्दछु।
माफ गर्नु होला नेपाल एकीकृत समाजवाद पार्टी यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक आग्रह गर्दछु। उहाँलाई विशेष गरेर लाभा मिडिया भनेर हामीलाई मिडियाको कर्मीको तर्फबाट भरपुर सहयोग गरिरहनु भएको छ। यहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष श्री सुशील गुरुङज्यू यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर लमजुङ परिवार दक्षिण कोरियाका अध्यक्ष उपाध्यक्ष सुखबहादुर गुरुङज्यू यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर कास्की परिवार दक्षिण कोरियाको प्रतिनिधित्वको रूपमा अमर थापाज्यू यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर तनहुँ सम्पर्क समितिको अध्यक्ष खेम थापाज्यू यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर पर्वत समाज दक्षिण कोरियाको अध्यक्ष दीपक केसीज्यू यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर पाँचथर सेवा समाज दक्षिण कोरियाको अध्यक्ष रमेश लावतीज्यू यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै इलामेली समाज दक्षिण कोरियाको अध्यक्ष प्रतिनिधिको रूपमा जीवन राई त्यस्तै गरेर नसुवा समाज दक्षिण कोरियाको उपाध्यक्ष नोर्बु तामाङज्यू यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर तमुदी दक्षिण कोरियाले विभिन्न कार्यक्रमहरूको सिलसिलामा गर्दै गर्दाखेरि हाम्रो संस्थालाई भरपुर सहयोग गर्नुहुने निम्तो थकाली रेस्टुरेन्टका सञ्चालक अरुण गुरुङज्यू यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। अरुण गुरुङज्यू मैले यो रेस्टुरेन्टको नाम गल्ती भने माफ गर्नु होला। अरुण गुरुङज्यू यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर ठमेल रेस्टुरेन्टका सञ्चालक खगेन्द्र गुरुङज्यू यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर पोखरा रेस्टुरेन्टका सञ्चालक हिल गुरुङज्यू यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर लोक तथा दोहोरी प्रतिष्ठान दक्षिण कोरियाका प्रतिनिधिको रूपमा केयर सिंह सन्त्यालज्यू यहाँको उपस्थित रहेको छ। यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर अन्नपूर्ण दुधपोखरी समाजको प्रतिनिधिको माफ गर्नु उपाध्यक्ष श्री विशाल गुरुङज्यू यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर स्याङ्जा भिरकोट आठथर तमुँ समाज दक्षिण कोरियाको अध्यक्ष मनोज गुरुङज्यू यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। त्यस्तै गरेर तमुदी दक्षिण कोरियाका आजीवन सदस्य कृष्ण गुरुङज्यू यहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु।
त्यस्तै तमुदीले विभिन्न कार्यक्रमको गर्ने क्रममा त्यस्तै गरेर देउराली रेस्टुरेन्टको सञ्चालक आदरणीय बिबी माया गुरुङज्यू यहाँलाई पनि अतिथिकै रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। हाम्रो र फोन मनीको सिएफओ प्रहलाद सिडाइज्यू यहाँलाई पनि अतिथिकै रूपमा आसन ग्रहण गर्नको लागि म हार्दिक आग्रह गर्दछु। र अतिथिहरूको आगमन क्रमलाई मैले पुनः आसन ग्रहणलाई मैले पुनः जोड्ने नै छु। जति पनि कार्यक्रम अगाडि बढाउने क्रममा मैले अतिथिको आसन ग्रहणलाई उहाँहरूको आगमन भएमा पुनः निरन्तरता दिने नै छु। अब भने कार्यक्रमलाई ढिलाइ नगरिकन र मैले यो कार्यक्रम सञ्चालन गर्ने क्रममा जति पनि हाम्रो यो निमन्त्रणलाई स्वीकारेर उपस्थित रहनुभएको छ, मैले नाम लिन सकिनँ, जति पनि रहनुभएको छ यहाँहरू सम्पूर्णलाई हृदयदेखि नै हार्दिक स्वागत गर्दछु र यथास्थानमा आसन ग्रहण गरिदिनुको लागि पनि हार्दिक आग्रह गर्दै अब पनि म यो औपचारिक कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु र यहाँहरू सबैलाई थाहा अवगत नै छ। हामी औपचारिक कार्यक्रम सञ्चालन गर्ने क्रममा हाम्रो राष्ट्रियतालाई कहिले पनि भुल्नु हुँदैन र सोही क्रममा हामीले राष्ट्रिय गानको सम्मानको क्रमलाई निरन्तर अगाडि बढाउँदै राष्ट्रिय गानलाई र साथमा हाम्रो गुरुङहरूको राष्ट्रिय गाना हिउँसा कोइलाई पनि एकैसाथ गाएर सहयोग गरिदिनको लागि म यहाँहरूलाई एकपटक सबैजनालाई उभिएर साथ दिनको लागि म हार्दिक आग्रह गर्दछु। सार्वभौमै फैलिएका मेची महाकाली सयौँ फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। तिमीले चखाने
यसरी अगाडि बढिरहेको अवस्थामा यहाँको यो अत्यन्तै बाक्लो उपस्थितिले हाम्रो यो कार्यक्रम निकै हौसलापूर्ण भइरहेको छ र यो कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब भने कार्यक्रमलाई अगाडि बढाउने क्रममा संस्थाको तर्फबाट स्वागत मन्तव्य राखिदिनको लागि वरिष्ठ उपाध्यक्ष तेज गुरुङज्यूलाई अगाडि निम्त्याउँदछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू तथा तमुदी दक्षिण कोरियाका केन्द्रीय महासचिवज्यू। आज यस तमुदी दक्षिण कोरियाद्वारा आयोजित वनभोज सेवाकै कार्यक्रमका अध्यक्षता आसन ग्रहण गर्नुहुने अध्यक्षज्यू साथै आजका यस कार्यक्रमका प्रमुख अतिथिज्यू विशेष अतिथिज्यूहरू साथै विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका अध्यक्षज्यूहरू प्रतिनिधिज्यूहरू र जातीय संस्थाका अध्यक्षज्यूहरू र सम्पूर्ण तमुदी दक्षिण कोरिया केन्द्रका सल्लाहकारज्यूहरू साथै आज यस तमुदी केन्द्रको वनभोज कार्यक्रममा थेगुदेखि पाल्नुभएका हाम्रा थेगु शाखाका उपाध्यक्षज्यू उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै सम्पूर्णमा मेरो तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट र तमुदी दक्षिण कोरियाको तर्फबाट छाजालाई नमस्कार गर्न चाहन्छु। आजको यस समय मौसम सफा भएको अवस्थामा पनि सम्पूर्ण कोरियामा रहनुहुने सम्पूर्ण दाजुभाइहरू एकजुट आउन नसक्नु भए तापनि जति नै तमुदीले सम्झेर यहाँ उपस्थित भइदिनु भएको छ उहाँहरूलाई एकदम मेरो हृदयदेखि र तमुदी दक्षिण कोरियाको तर्फदेखि एकदम स्वागत गर्न चाहन्छौँ। साथै हामी तमुहरूले लोसार मनाउँदा होस् या वनभोज कार्यक्रम राख्दा होस् हामीले केही न केही हाम्रो आफ्नो कला र संस्कृतिलाई झल्काउने कोसिस चाहिँ गरिरहेका छौँ। त्यो जाडो नै छ हामीले लोसार मनाउँदै नि केही न केही हामीले पुर्खाहरूले मनाएको केही चिजहरू खानामा होस् या कल्चरहरू यता सबैमा गरिरहेका छौँ। यसपालि पनि हामीले एउटा सानो नयाँ नौलो केही एउटा जमामा गरेका छौँ। योलाई अब भोलिको दिनमा तपाईँहरूले खेल्न र हेर्न सक्नुहुनेछ। छेलो कार्यक्रममा हामीले चाहिँ योपालि चाहिँ एउटा नयाँ नौलो पुरानो त पुरानो हो तर कोरियाको लागि चाहिँ दक्षिण कोरियाको लागि चाहिँ यो एकदम नयाँ नौलो नै रहेको छ। यो कार्यक्रमलाई हामीले चाहिँ भोलि सारेका छौँ। यसमा चाहिँ यहाँहरू सम्पूर्ण जति पनि हुनुहुन्छ आज औपचारिक कार्यक्रमपछि नगइदिनु होला। यो भोलिको कार्यक्रमसम्मलाई पनि समापनसम्मलाई पनि साथ सहयोग दिनुहुनेछ भन्ने आशाका साथ विश्वास राख्दछु। यति भन्दै अब यो अहिले चाहिँ खास यो वनभोज कार्यक्रम भएको हुनाले चाहिँ अब खानेपिने रमाइलो गर्ने हो। अब धेरै भाषण गइरहनु पनि उचित हुँदैन। त्यसैले चाहिँ उपस्थित सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट तमुदी दक्षिण कोरियाको तर्फबाट हार्दिक स्वागत गर्ने मेरो विचारलाई हाम्रो यो औपचारिक कार्यक्रमलाई म अगाडि बढाउने क्रममा
कार्यक्रम आफ्नो मन्तव्य राखिदिनको लागि छोटो मन्तव्य राखिदिनको लागि हाम्रो संरक्षक परिषदका सदस्य भीम गुरुङज्यूलाई म यो माइक्रोफोन हस्तान्तरण गर्न गइरहेको छु। ल सम्पूर्ण यहाँ उपस्थित हुनुभएका हाम्रो तम्बु दाजुभाइ र धेरै नेपाली यहाँ संस्थाबाट उपस्थित भइदिनु भएको सबैमा यहाँलाई मेरो साझा नमस्कार। यहाँ अघि कहिले कन्फ्युज छ यहाँ मेरो चाहिँ नाम बोलाउने क्रममा अघि भए जस्तै यहाँ पनि कहिले अब यो कन्फ्युज हुन्छ होइन। अब त्यो मेरो खास अप्सन रकमान गुरुङ भयो तर यहाँ कति साह्रै भीम भनेर बोलाउनुहुन्छ त्यही भएर भीम धेरै हुन्छ कहिले हामी कन्फ्युज हुन्छ कहिले हामी आफू पनि कन्फ्युज हुन्छौँ है। मेरो आफ्नो परिचय पहिले दिन पर्दाखेरि चाहिँ म चाहिँ एड्रेस युनिटको सञ्चालक भीम गुरुङ र अहिले चाहिँ तत्कालै फेरि म फोन मनीको पनि म डाइरेक्टर भएर नयाँ यसमा अहिले चाहिँ आएको छु। र आज यो हाम्रो तमुदी है तमुदी दक्षिण कोरियाले आयोजना गरेको वनभोज कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। र आज म यसो उहाँले पनि यो कुरा वनभोज भइरहनु पर्ने जस्तो लाग्यो कि यो धेरै भाइहरूलाई यसो भेट्न पाउँदाखेरि धेरै खुसी लागेको छ। र यहाँ वनभोज यो कार्यक्रम सँगसँगै तपाईँहरूको सुख दुःखको कुराहरू सेयर गर्ने अवसर यहाँ छ होइन। यसमा तपाईँहरू दुःख सुख सेयर गर्नुहोस् र यस्तै प्रोग्रामहरू सँगसँगै भइरहोस् जस्तो पो मलाई अहिले लाग्नु थाल्यो क्या यो धेरै किसिमको भयो किनभने म पनि धेरै यसरी आइरहेको छुइनँ। आज यसो सबैजना भेट्न पाउँदाखेरि यो प्रत्येक हप्ता यसरी भेट्न पाइन्छ भने रमाइलो पो हुन्थ्यो जस्तो पनि भएको छ है। र म यो धेरै मलाई भाषण गर्नुभन्दा पनि त्यति धेरै आउँदैन भाषण गर्नलाई। अब कामै गर्न रमाउने मान्छे भएकोले गर्दाखेरि यसै अब धेरैले चिन्नु पनि भएको छैन होला। धेरैले मलाई अब यहाँ पुरानो साथीहरू चिन्नुहुन्छ नयाँ नयाँ साथीहरू चिन्नु भएको छैन। र मैले यसरी बोल्न पाउँदा यो अवसर दिनुभएको छ यसरी अवसर पाइदिनु भएको हाम्रो तमुदी दर्शक वर्गलाई धेरै धेरै धन्यवाद। र हाम्रो यहाँ अब रूपा बहिनी र हाम्रो यहाँ उहाँलाई पनि अब यो कार्यक्रम जस्तै अब हामी जहिले पनि हामी चाहिँ अध्यक्ष रूपमा चाहिँ अब केटा मान्छे पनि त्यसलाई हामी चाहिँ अध्यक्ष चाहिँ केटी मान्छे हुँदाखेरि महिला हुँदाखेरि कति नै गाह्रो अप्ठ्यारो हुन्छ कि कति सक्यो उहाँले चाहिँ कसरी गर्नुहुन्छ मलाई नै खुल्दै लागिरहेको थियो। तर यहाँसम्म आइपुग्दाखेरि उहाँको सफल यो कार्यकाल अब फेरि पनि उहाँलाई नै एकचोटि चाहिँ अध्यक्ष बनाएर अझै एकचोटि महिलाको गर्नुपर्छ जस्तो मलाई जस्तो भाव भएको छ। यति भन्दै यहाँ रमाइलो गरोस्। यहाँ तपाईँहरूलाई वनभोज कार्यक्रमको यो एकदम यादगार होस् र अब अर्को वर्ष पनि यो अझै रमाइलो अझै भव्य अझै रमाइलो गरौँ। अहिले पनि यहाँ चाहिँ उपस्थित हेर्दाखेरि अलिक कमी भएको जस्तो छ तर अर्को वर्ष योभन्दा बढी सबैले जुटौँ। र हामी तमु मात्रै नभएर यहाँ गैर तमुहरू पनि हुनुहुन्छ उहाँलाई पनि यसमा हाम्रो तमुको एउटा चाहिँ यो कल्चर अब यो बारेमा चाहिँ सबै विज्ञान हुनुहुन्छ तर यो भेटघाटको एउटा चाहिँ यसलाई भेटघाट स्वरूप लिएर रमाइलो गरौँ भन्दै मेरो 2 शब्द यही राख्छु। धन्यवाद। अब भने यो औपचारिक कार्यक्रमको सिलसिलामा आजको विशेष व्यक्तित्व प्रमुख अतिथि यहाँलाई आफ्नो शुभकामना मन्तव्य राखेर अगाडि बढिदिनुको लागि म यो माइक्रोफोन हस्तान्तरण गर्न गइरहेको छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। तमुदी दक्षिण कोरियाद्वारा आयोजित यो बृहत वनभोज सेइके कार्यक्रम 2025 का सभाध्यक्षज्यू विशिष्ट अतिथिगण र यहाँ उपस्थित हुनुभएका सम्पूर्णमा म एकमुष्ट नमस्कार अभिवादन टोक्राउन चाहन्छु। अब यो धेरै भाषण भूषणको कार्यक्रम छैन त्यसकारणले मैले धेरै बोल्नु उपयुक्त हुँदैन। मैले आजको यो माहौल हेर्दै गर्दा मलाई अनुभूति भएको कुरा चाहिँ के हो भने यो चाहिँ यो वनभोज भन्दा पनि यो एउटा सद्भाव भोज जस्तो लाग्यो कि मलाई। यस अर्थमा कि यहाँ सबै नेपालीहरूको प्रतिनिधिमूलक उपस्थिति छ होइन। हिमालदेखि तराईसम्मका हरेक वर्ग र समुदायका मान्छेहरूको उपस्थिति छ र यसले चाहिँ हामी नेपालीहरूलाई एउटा एकताको सूत्रमा बाँध्ने काम गर्छ। यस अर्थमा यो वनभोज मात्रै होइन कि यो सद्भाव भोज हो भन्ने मलाई लाग्यो एउटा कुरा। र अघि भन्नु पनि भयो यसले हामीलाई
एउटा भातृत्व र भाइचाराको पनि विकास गर्छ र हामी बिचको एउटा आत्मीयतालाई यसले अझै मजबुत बनाउँछ जस्तो मलाई लाग्यो। यहाँ सबै गुरुङ मात्रै हुनुहुन्न, गैर गुरुङ पनि हुनुहुन्छ। त्यस अर्थमा यो एउटा सद्भावलाई विकास गर्ने कार्यक्रम जस्तो मलाई लाग्यो। अब मैले भन्नुपर्ने धेरै विषयहरू अरू फोरमहरूमा पनि भनौँला होइन। अब यो मैले यसो सरसरी हेर्दै गर्दा मैले लामो समयदेखि महासङ्घमा आबद्ध भएर महासङ्घभित्रका सदस्य संस्थाहरू, जातीय संस्थाहरूको बारेमा पनि हेर्दै गर्दाखेरि तमुदीले यो हाम्रो रूपा दिदीको नेतृत्वमा जे काम भइराखेको छ, यो चाहिँ एउटा नेतृत्वले, एउटा कार्यसमितिले आफ्नो योजना कार्यक्रमलाई अगाडि ल्याएर त्यसमा दत्तचित्त भएर लाग्दा 2 वर्षमा के काम गर्न सकिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण हो रूपा दिदीको यो कार्यकाल। अघि हाम्रो भीमदाईले भन्नुभयो, उहाँलाई फेरि दोहोऱ्याउँदा पनि राम्रो हुन्छ भन्ने खालको कुरा गर्नुभयो। मलाई पनि त्यस्तै लागेको कुरा हो। उहाँ महिला भइकन पनि जुन खालको काम गर्नुभयो त्यो अद्वितीय छ। मैले महिला भइकन भन्नुको अर्थ महिलाले पुरुषभन्दा कम गर्न सक्छ भन्ने अर्थमा भनेको होइन कि महिलाको अनेकन जिम्मेवारीहरू हुन्छन्, समाजले थोपरेको जिम्मेवारी अनेकन हुन्छन् होइन। हामी पुरुषहरूलाई जति सजिलो छ त्योभन्दा कैयन गाह्रो महिलालाई छ, किनभने घर हेर्नुपर्छ, हरेक कुराहरू हेर्नुपर्छ। त्यसका बावजुद पनि संस्थाको जिम्मेवारीलाई काँधमा बोकेर, घरको जिम्मेवारीलाई पनि काँधमा बोकेर जसरी उहाँले संस्थालाई रन गर्नुभयो र यो धेरै कामहरू जो गर्नुभयो यो अभूतपूर्व छ। यसका निम्ति म महासङ्घको तर्फबाट उहाँलाई बधाई भन्न चाहन्छु। र महासङ्घबाट मैले उहाँलाई महासङ्घको आँखाबाट हेर्दै गर्दाखेरि चाहिँ महासङ्घभित्रको नीति नियम र त्यसको मार्ग निर्देशनलाई पछ्याउने एउटा महत्त्वपूर्ण संस्था हो तमुदी होइन। महासङ्घलाई मान्ने कुरा, महासङ्घको नेतृत्व या कार्यसमितिलाई मान्ने कुरा व्यक्तिले मान्ने कुरा होइन। व्यक्तिहरू अदल बदल भइरहेको छ। आज म अध्यक्ष छु, हिजो अरू कोही थियो, भोलि अर्को कोही हुन्छ, पर्सि अर्को कोही हुन्छ। तर महासङ्घको यसको महत्त्व, यसको गरिमालाई मान्ने कुरा हो महासङ्घले मान्ने कुरा भनेको होइन। यो कुरा चाहिँ तमुदीले र अहिलेको नेतृत्वले ठिक ढङ्गले बुझ्नु भएको जस्तो मलाई अनुभूति भएको छ र यस अर्थमा पनि म उहाँलाई बधाई भन्न चाहन्छु। महासङ्घ भनेको सबै उत्पीडित समुदायको एउटा एकीकृत आवाज हो, एउटा केन्द्रीकृत आवाज हो र हामी खास गरी महासङ्घले जातीय संस्थाको र उत्पीडित समुदायको साङ्गठनिक र वैचारिक नेतृत्व गर्छौँ। यो कुरा तमुदीले ठिक ढङ्गले बुझेको छ र यसबाट सबैले सिक्नुपर्छ जस्तो मलाई लाग्छ। र मैले अघि भने कि यस खालका कार्यक्रम तपाईँले यो वनभोज भन्नुभएको छ, तपाईँले यो रमाइलो सँगसँगै आफ्नो कल्चरहरूलाई पनि त्यहाँ अलिकति मिसाउनु भएको छ होइन। यो धेरै राम्रो कुरा छ। हामीले कल्चरहरू बिर्सिँदै गएको कुरा मैले धेरैचोटि भनिसकेको छु। यहाँ धेरै गुरुङ समुदायहरू कोरियामा हुनुहुन्छ। मैले अहिले पनि हेरेँ, यहाँ धेरै अध्यक्षहरू लगभग कोरियामा अहिले गुरुङ मात्रै देखियो होइन। यहाँ हाम्रो एनआरएन, दुईवटा एनआरएनको अध्यक्ष नै गुरुङ, हाम्रो गण्डकीमा गुरुङ, स्याङ्जामा गुरुङ होइन, गुरुङै गुरुङ अध्यक्षहरू हुनुहुन्छ तपाईँहरू। यस अर्थमा गुरुङहरू कोरियाको सन्दर्भ भन्दाखेरि धेरै अगाडि हुनुहुन्छ व्यावसायिक हिसाबले, सङ्घ संस्थामा तपाईँहरूको सक्रियताको हिसाबले। तर अघि भीमदाईले भने जस्तो यहाँ जुन खालको उपस्थिति आज हुनुपर्ने हो त्यो अलिकति कम भएको हो कि भन्ने चाहिँ मलाई पनि अनुभूति भएको छ। यसका विविध प्राविधिक कारणहरू पनि होला, तर अलिकति कम हो कि जस्तो मलाई लागेको छ। र तपाईँहरू धेरै अब संस्थाको नेतृत्वमा हुनुहुन्छ। अब यहाँ मैले अघि भने बुद्धि दाई र विपिन दाई दुईजना नै हुनुहुन्छ यहाँ होइन। सबभन्दा ठुलो संस्थाका ठुल्ठुला मान्छेहरू यहाँ हुनुहुन्छ। दुईजना दाईहरूलाई मेरो अनुरोध के छ भने तपाईँहरू अब यो ठोकठाकको काम चाहिँ बन्द गर्नु होला है। तपाईँहरू अध्यक्ष भइसक्नु भएको छ। तपाईँहरू ठोकिँदा भाँचिने सिङ तपाईँहरूकै हो र गुरुङ समुदायकै हो। तपाईँहरू मिलेर अगाडि बढ्नु होला, यो मेरो तपाईँहरूले हार्दिक अनुरोध छ। तपाईँहरूले जुन चाहिँ गर्दाखेरि तपाईँहरूभित्रको आन्तरिक कुरा केही छ भने बसेर कुरा गर्नुहोस्। दाजुभाइ हो होइन, एउटै कमिटीको मान्छे हो, बसेर छलफल गर्नुहोस्। छलफल गरिसकेपछि समाधान नहुने कुरा केही पनि छैन। तर पब्लिकले तपाईँहरूले ठोक्का गर्ने काम गर्नुभयो भने अरू गुरुङ समुदायलाई पनि अप्ठ्यारो पर्छ र माथिको सिरानको मान्छेहरू जसले अगुवा मानिन्छ, अगुवाहरूले त्यसो गर्नुभयो भने तलको गुरुङ समुदायलाई पनि अप्ठ्यारो पर्छ होइन। अप्ठ्यारो पर्छ नि त, के गर्ने कसो गर्ने। त्यस कारण यो काम चाहिँ तपाईँहरूले नगर्नु होला। मिलेर दुईवटा ठुलो संस्थाको अगुवा हुनुभएको छ, यहाँले मिलेर काम गर्नु होला, मेरो शुभकामना छ। मैले यति भने, यति भन्दै अब यो रमाइलो कार्यक्रम भएकोले मैले धेरै बोल्नु पनि उपयुक्त हुन्न। यति भन्दै यो बृहत वनभोज कार्यक्रम र यो सही केही भन्ने कार्यक्रम पनि अहिले भोलि केही हुन्छ तपाईँहरूको भन्ने छ र यसको पनि म भव्य र पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै मेरो भनाइ अन्त्य गर्दछु। धन्यवाद।
यहाँहरू सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै आजको यो औपचारिक कार्यक्रमबाट म उजेल पर्न चाहन्छु र यो औपचारिक कार्यक्रमलाई अन्त्य गर्नको लागि आजको अध्यक्षज्यूलाई हाम्रो माइक्रोफोन हस्तान्तरण गर्न गइरहेको छु। धन्यवाद। आज यस तमुदी दक्षिण कोरियाद्वारा आयोजित बृहत वनभोज कार्यक्रमका प्रमुख अतिथि हामी जातीय संस्थाहरूका अभिभावक जनजाति महासङ्घ दक्षिण कोरियाका अध्यक्षज्यू, त्यसै गरी विशिष्ट अतिथि एनसिसीका वरिष्ठ उपाध्यक्षज्यू, त्यसै गरी एनएलएफका 2 अध्यक्षज्यूहरू, त्यसै गरी संस्थाका संरक्षक परिषद सदस्य आदरणीय दाई, त्यसै गरी थेगु शाखाका उपाध्यक्षज्यू, त्यसै गरी सम्पूर्ण जातीय संस्था, क्षेत्रीय संस्था र सम्पूर्ण राजनीतिक संस्था र का अध्यक्ष तथा प्रतिनिधिज्यूहरू र उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फ र संस्थाको तर्फबाट छ्याजालो नमस्कार। आज हुन त हामीले हाम्रो मूल नारा नै छ जसमा शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउँछ। यो हाम्रो मात्र नभएर हामी सबै मानव जातिको एउटा के अरे नारा जस्तै लाग्छ मलाई। हुन त हाम्रो गुरुङ जातिको मूल नारा हो यो, किनभने आज हामीले हुन त बृहत वनभोज भन्दै गर्दा अघि हाम्रो संरक्षकज्यूले पनि भनिसक्नुभयो र हाम्रो जनजाति महासङ्घका अध्यक्षज्यूले पनि भनिसक्नु किन आज उपस्थिति कम भयो होला भन्दै गर्दा, किनभने तमुदी दक्षिण कोरियाले यो हाम्रो 10औं कार्य समितिले कार्यक्रम गर्दै जाँदा हाम्रो कार्ययोजनामा परेका कार्यक्रमहरू धेरै भएको कारणले गर्दा धेरै त कोरियामा रहेका सङ्घ संस्थालाई हामीले साँच्चै भन्नुपर्दा आज हामी बाध्यताले आज, किनभने यो हाम्रो कार्य विधिभित्र परेको र हाम्रो कारणले मात्र आज हामीले यो वनभोज कार्यक्रम पनि र अलि धेरै समय कोरोना कालले गर्दा लामो समयसम्म हामीले वनभोज कार्यक्रम भेला गर्न नसकेको कारणले आज यो कार्यक्रम राखेका थियौँ। तर पनि हामी कसो भने 2 वर्षभित्रमा साँच्चै भन्यो भने सोच्न अलि हामीलाई पनि कस्तो लाग्छ बेला बेलामा कार्यक्रम निकै धेरै भयो कि र मलाई मात्र नभएर हाम्रो कार्य समिति र अन्य संस्था कोरियामा रहनुभएका सम्पूर्ण सङ्घ संस्थाहरूलाई पनि अलिकति गाह्रो भयो होला जस्तो लाग्छ कि, किनभने जहिले पनि हामीले कहिले के भनेका छौँ कहिले के भनेको छौँ, जहिले निमन्त्रणा दिइराख्दाखेरि उहाँहरूलाई पनि अहिले उपस्थित जनाइदिनुहुन्छ, जहिले पनि उहाँहरूलाई विशेष धन्यवाद त अहिले यो ठाउँबाट मैले दिनै पर्छ र पनि घरिघरि हामीले दुःख दिएका छौँ, यसको लागि माफ पनि माग्न चाहन्छु मेरो व्यक्तिगत तर्फ र संस्थाको तर्फबाट भन्दै आजको यस कार्यक्रमको जुन हाम्रो सिउकै कार्यक्रम भन्ने कुरो हाम्रो कस्तो भने अघि हाम्रो महासचिवले पनि थोरै प्रस्ताइसक्नु भएको छ। हामी गाउँघरमा अथवा हाम्रो समुदायमा आफ्नो समुदायका मान्छेहरू जम्मा भएर आफ्नो घरबाट जे हुन्छ, कसैको घरबाट पिठो हुन्छ कि कसैको घरबाट चामल हुन्छ कि कसैको घरबाट साग हुन्छ कि कसैको घरबाट के घिउ हुन्छ कि कसैका नुन तेल जम्मा गरेर कुनै एउटा रुखको तल अथवा कुनै ठाउँमा एक ठाउँमा भेला भएर रमाइलो गर्ने कार्यक्रमलाई नै हामीले सेकै कार्यक्रम भन्ने गरिन्छ, जसलाई वनभोज भन्ने गरिन्छ। र त्यसैमा पनि हामीले अहिले एउटा नयाँ हाम्रो गुरुङहरूको कल्चरभित्र पनि संस्कार संस्कृतिभित्र पर्ने एउटा खेल छ जुन छेलो फाल्ने खेल, त्यसलाई पनि समावेश गरेका छौँ पहिलोचोटि कोरियामा। त्यसको लागि सबैजनालाई भोलि के अरे त्यो ठाउँमा उपस्थित भएर तपाईँहरूलाई त्यो गेममा सहभागी जनाइदिनु हार्दिक अनुरोध पनि गर्दछु। त्यसै गरी अर्को कुरा के छ भने हामीले हुन त सबैको आफ्नो किसिमले वनभोज कार्यक्रम गरिन्छ, तर पनि आज हामीले तपाईँहरूलाई आउन बित्तिकै पनि तपाईँहरू भोकै जस्तो लागेका छौँ अहिलेसम्म यो, किनभने औपचारिक कार्यक्रम जहिले पनि हेर्दाखेरि यो वनभोज कार्यक्रममा जाँदाखेरि एकतिर खाना बसिरहेको छ, अर्कोतिर कार्यक्रम चलाइरहेको छ, एकदम भद्रगोल भएको कारणले गर्दा आज तपाईँहरूलाई अहिलेसम्म भोकाइका राखेका छौँ, त्यसको लागि पनि फेरि माफ माग्न चाहन्छु भन्दै आजको यस कार्यक्रममा सबैजना उपस्थित हुनुभएको
उहाँले अब कसरी भन्नुभयो, अब संस्था त्यसरी गर्दै जाँदा भए मैले केही गरेको देख्नुभयो अथवा लेडिजलाई गाह्रो हुँदै पनि आफ्नो कार्यकाल पुरा गऱ्यो भने तर उहाँ युगमा पुरा हुन र संस्था चलाउनको लागि चाहिँ उहाँहरू संस्थाभित्र बस्ने मेरो सम्पूर्ण कार्य समिति लगायत हाम्रा सल्लाहका संरक्षकज्यूहरूको सहयोगले मात्रै म यो ठाउँमा छु। विशेष धन्यवाद त म संस्थाका संरक्षकज्यू, सल्लाहकारज्यू, सम्पूर्ण कार्य समिति र कोरियामा रहेका सम्पूर्ण सङ्घ संस्था र नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशेष धन्यवाद दिनुपर्दछ भन्दै अब आजको दिन भनेको यो यसरी हामी रमाइलो गर्ने दिन हो। त्यसले गर्दा सबैजनालाई अब यस कार्यक्रम अन्त्य सँगसँगै हाम्रो साँझको अब ढिलै भइसक्यो, त्यस भए पनि खाना सबैजनाले मिठो मानेर नमिठो भए पनि मिठो मानिदिनु होला भन्दै सबैजनालाई फेरि पनि विशेष धन्यवाद दिन चाहन्छु र भोलिको गेमको लागि सबैजना दिदीबहिनीको लागि ब्यालुन फुटाउने छ है। दिदीबहिनी पनि सबैजना धेरै थोरै भए पनि पुरस्कार राखेका छौँ र दाजुभाइको लागि छेलो जुन फर्स्ट हुनेलाई चाहिँ हाम्रो गुरुङको संस्कार अनुसार फेरि क्रेगी लाउने चलन हुन्छ। भोलि फर्स्ट हुने कसले क्रेगी लाउने त्यो थाहा छैन, त्यसले गर्दा सबैजनालाई भोलि उपस्थित भइदिनु हुनको लागि छेलो गेमको लागि उपस्थित भइदिनुको लागि अनुरोध गर्दै सम्पूर्णमा विशेष धन्यवाद दिँदै आजको यस पहिलो चरणको यस औपचारिक कार्यक्रम अन्त्य भएको जानकारी गराउन चाहन्छु। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालक तमुदी दक्षिण कोरियाका महासचिव खैरी गुरुङलाई। त्यस्तै गरेर आजको यो बृहत वनभोज कार्यक्रम स्योकै तमुदी दक्षिण कोरियाद्वारा आयोजित भएको यो कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथिज्यूहरू, एनआरएन अध्यक्षज्यूहरू र विभिन्न सङ्घ संस्थाहरूबाट प्रतिनिधित्व गरेर आउनुभएका यहाँ ग्यासमा आसीन अतिथिज्यूहरू लगायत उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई नमस्कार। म सुनिल गुरुङको तर्फबाट मेरो भागमा परेको चाहिँ आज यो एउटा जिम्मेवारी छ है, यो अलिकति रोचक पनि छ। यो वनभोज कार्यक्रममा चाहिँ हामीले यो टिकट सिस्टम गरेको थियौँ, अनि यो लकी ड्र गर्ने भनेर भन्नुभयो। अनि अब यो लकी ड्र गर्ने जो तपाईँहरूसँग यो अघि जुन हामीले दिएको टिकटको एउटा टुक्रा त छ जस्तो लाग्छ सबैसँग, यो राम्रोसँग हेर्नु होला। र यो लकी ड्रको लागि म यो चिठा तान्दिनु हुनको लागि चाहिँ आजको कार्यक्रमका विशेष प्रमुख अतिथिज्यूलाई म निम्ताउन चाहन्छु। यो अगाडि हल्लाएर एउटा तानिदिनु होला र त्यो चिठा मलाई दिनु होला र तपाईँहरू सबैलाई यो चिठा खोल्नुहोस् है आफ्नो है। र उहाँले एउटा फर्स्ट तान्नुहुन्छ, पहिलो र दोस्रो प्राइजहरू छ है। पहिलो तान्नुहुने र पहिलोले र सेकेन्ड जुन दिनुहुन्छ त्यो सेकेन्ड हुनेछ। ल मलाई दिनु होला, त्यो मलाई दिनु होला। र यो प्रथम प्राइज हुनेछ है, फर्स्ट प्राइज है। र सबैजनाले हेर्नु होला, सबैजना तयारी हुनुहुन्छ? सबैजना रेडी हुनुहुन्छ नि होइन? ल मैले नम्बर भने है त 0 0 पछाडि रेगुलर 3 2 3 0 2 3 को हुनुहुन्छ अब 0 23
सँगै उहाँ हरि तामाङज्यूलाई पनि म यो प्राइज हस्तान्तरण गर्नको लागि अगाडि निम्तिन चाहन्छु। सरी दोस्रो पनि तानी हालेर ल एकछिन वेट गर्नुहोस् है ल। दोस्रो पनि अब एकचोटि प्रमुख अतिथिज्यूलाई फेरि पनि दुःख दिएँ। दोस्रो चिठा तानिदिनु होला प्लिज। नानीले हो होइन होला। अब सेकेन्डको लागि तयार हुनुहोस् है त। गिफ्ट एकदम राम्रो छ है, अट्र्याक्टिभ गिफ्ट छ है। सबैजना रेडी हुनुहोस् है। मेरै पो परेछ है क्या हो। ल फेरि तयारी हुन्छ नि होइन? खै मैले देखिनँ अगाडि, सबैले अगाडि राख्नुहोस् एकचोटि खोइ। ल ठिक छ। अब फेरि म सेकेन्ड प्राइजको लागि म यहाँ अनाउन्स गर्दैछु यो टिकट नम्बर। म थालेँ है त है। 06 त्यस पछाडि भन्नुहोस् के होला, गेस गर्नुहोस् एकचोटि। 06 माइनस 3 063 कसको छ पर्यो? 063 पास हो। कसैसँग छ प्लिज आउनुहोस्। 63 063 हो ल। बधाई छ। र अगाडि आइदिनु होला प्लिज। सेकेन्ड प्राइज चाहिँ हाम्रो माया गुरुङज्यूले पार्नु भएको छ 63। र हाम्रो अस्मी गुरुङज्यूलाई पनि म यो अगाडि निम्तिन चाहन्छु आफ्नो प्राइज निम्तिनुको लागि। र यो प्राइज चाहिँ हाम्रो यो प्राइज स्पोन्सर गर्नुभएको उर्मिला गुरुङज्यू र हरि तामाङज्यू जेबिबिङ सुमनबाट स्पोन्सर भएको। र अगाडि गरिदिनु होला प्लिज। र फर्स्ट अफ अल चाहिँ म सेकेन्ड प्राइज वितरण गरिदिनुको लागि अनुरोध गर्दछु हरि तामाङज्यूलाई। सेकेन्ड प्राइज 063 माया गुरुङ। जोरदार ताली प्लिज। र त्यस्तै गरेर पहिलो प्राइजको लागि म अस्मी गुरुङज्यूलाई त्यहाँ गरिदिनुको लागि अनुरोध गर्दछु। र यो प्राइज हस्तान्तरण गरिदिनुको लागि म हाम्रो उर्मिला गुरुङ दिदीलाई अनुरोध गर्दछु। र यहाँहरूलाई दक्षिण कोरियामा पुरस्कार हस्तान्तरण गरिदिनु होला। र जोरदार तालीले स्वागत गरिदिनु होला है त। र धन्यवाद छ। यहाँको आफ्नो यथास्थानमा गएर बस्न सक्नुहुनेछ।